Hello everyone, this is Sisir Tama Gurung and you're watching Sisir Tama Vlogs. अन्त आज चाहिँ हामी महाशिवरात्रि पूजाको दिन है घुम्नु भनेर निक्लिरहेको छौँ। अन्त हामी चाहिँ अब हाम्रो डेस्टिनेसन चाहिँ अलिकति टाढै छ है, हामी अलिकति टाढै जाँदैछौँ। अन्त साथीको घरमा आइरहेको छु होइन, यिनीहरूलाई पिकअप गर्न आइरहेको छु। अन्त अब यहाँबाट चाहिँ हामी सिधै तल NH10 हाइवे निक्लेर त्यहाँबाट कोरोनेसन ब्रिज हुँदै हामी जानेछौँ है। अन्त के कस्तो छ है हेर्दै गर्नु होला। हामी चाहिँ यहाँ आइरहेको छौँ होइन, हो नानीहरू पनि थिएन, रेडी भइरहेको छ है। सब रेडी छ साथी? एभ्रिथिङ इज रेडी? आज त अन्त मेरो साथी त अन्त बबाल देखिरहेको छ साथी। तँ त आज अन्त पार्वतीको शिव जस्तै भइरहेको छ जस्तो अन्त हामी चाहिँ बिहानै उठेर होइन नुहाइधुवाइ गर्दा अन्त यसो पूजासुजा गर्दाखेरि चाहिँ अलिकति ढिलो भइहाल्यो होइन। हामी चाहिँ खासमा चाहिँ 8 बजीभन्दा अगाडि निक्लिनु भनेर सोचेको थियौँ, तर अब त्यस्तै भयो होइन। अन्त अहिले चाहिँ टाइम 10 बजिसक्यो, तर पनि अब त्यस्तो ढिलो त भएको छैन, तर पनि हामीले सोचेको जस्तो टाइममा चाहिँ भएन है। अब चाहिँ हामी निक्लिने है। मजाको ढिलो निक्लेको माथि झन् यहाँनिर जाम लागिरहेछ हो। खै ढिलो भएको माथि है जाम लागेर के अरे कहाँनिर भाइ, कहाँ कुन चाहिँ गाडी हो बम्बे जाने बस चाहिँ? जाम चाहिँ यति साह्रो लामो छ कि यहाँनिर, के भन्ने अब जाम चाहिँ यस्तो छ यार। यसो थिए रेकर्डिङ गर। अहिले हामी चाहिँ उता कोरोनेसन ब्रिज हामीले क्रस गऱ्यौँ होइन, अन्त माङपुङ पनि क्रस गऱ्यौँ। अन्त हामी अब जाँदैछौँ है। अब 10-15 मिनटमा हामी ओद्लाबाडी पुग्छौँ। ओद्लाबाडी पुगेपछि राइट टर्न लिएर हामी गजलडुब्बा जाँदैछौँ है। गजलडुब्बा किप वाचिङ सबैजना।
अहिले फिलहाल चाहिँ हामी होइन अहिले फिलहाल चाहिँ ओत्लाबाडी आइपुगेँ। यहाँनिर चाहिँ अलिकति केही सब्जीहरू किन्ने, यहाँ चाहिँ अलिक सस्तो हुन्छ नि त अरू जग्गा भन्दाखेरि। अन्त अलिअलि सब्जीहरू किनेर चाहिँ घर लाने होइन। अन्त गाडी चाहिँ यहाँनिर छोड्नु पनि पिर्ला क्या, अहिले फेरि चलन काटिदियो भने हो। अन्त त्यहाँबाट चाहिँ गजलडुब्बापट्टि जाने। आज हाट लागेको हो कि खै के हो। चाहिँ ओत्लाबाडीको सब्जी हाट ओत्लाबाडीको मार्केट यस्तो छ। आइज न अहिले चाहिँ हामी यहाँनिर टिस्टा ब्यारेकदेखि यता एउटा ब्रिज है यहाँनिर छौँ। यहाँ चाहिँ टुरिस्टहरू पुरा आउँछ होइन, यस्तो छ यहाँनिर है। चाहिँ हामी यहाँ पार्कमा आइपुग्यौँ होइन। गाडी पनि पार्क गरिसकेको छौँ। यहाँनिर आइसकेको छौँ। उतार्नु मन लाग्यो अन्त तिमीलाई? नेहान, देयर इज अ डल्फिन, लुक एट देयर नेहान, डल्फिन। काट्नुपर्छ यहाँनिर। आयत आयत जम्प जम्प। यहाँनिर चाहिँ गोरिला गोरिला भन्ने के भन्ने यसलाई, किङ कोङ गोरिला आउँदो रहेछ होइन। यहाँ चाहिँ यो देखेर त डरायो कि अब हेर्नु, सेम सेम हुन्छ है ऊ। बेबी हेर त केही भएको छैन त उसलाई त, अन्त केही भएको छैन त बेबीलाई त। यहाँ आयात त रुको छैन।
नानीहरूको हालत पातला छ यहाँनिर। यहाँनिर ऊ यति भए पनि डरले यहाँनिर छ। आया जान्छस् पर जाने त्यो भएकोमा जाने जान्छस् जान्छस् तँ जान्छस् लु जाउँ ल निक्लिउँ ल। ल अब चाहिँ हामी यहाँबाट निक्लिने हो। यहाँबाट निक्लेर चाहिँ अब अलिकति केही खानापिनाहरू खाएर सिलगढी जाने यहाँबाट है। हामीले चाहिँ यहीँ बसेर होइन यहीँ बसेर खाइपी गऱ्यौँ। अन्त अब चाहिँ हामी सिलगढीतर्फ लाग्दैछौँ हो। केटाकेटीहरू पनि सबै खाइपी गऱ्यो सामानहरू फुल्का गरेर जानुपर्छ अब। देखेँ मैले भर्खर देखेँ सामानहरू सबै भइसक्यो यहाँनिर होइन सबै हालिसक्यो हामीले यहाँनिर। अब चाहिँ हामी सिलगढी वे टु सिलगढी 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 वे टु सिलगढी सन